हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। मेरो नाम चाहिँ समीर डालो। आज मैले फेरि रियाक्सन भिडियो लिएर आइसकेको छु तपाईँहरूको अगाडि। हिजो चाहिँ के भयो भन्दा मलाई हिजो कुरा हो, मैले हिजो टिकटकमा रियाक्सन भिडियोहरू हालिरहेको हुन्छु। मेरो टिकटकको लिङ्क पनि मैले राखिदिएको छु, बायोमा हेर्नु होला होइन। अनि एउटा भाइले चाहिँ मलाई कमेन्ट गरेको थियो, दाइ मेरो पनि च्यानल छ, त्यसमा पनि गएर रियाक्ट गरिदिनु होला भनेको थियो। अनि मैले हुन्छ भाइ भनेको थियो, तर मैले रियाक्ट चाहिँ भोलि गर्छु भनेको थियो। र मैले आज त्यो भाइको च्यानल हेरिसकेको छु र यो भाइको च्यानलमा जाऊँ न त एकचोटि हेर्न। एमआर लम्बु हो कि लिम्बू हो होइन होइन, भाइको च्यानल त्यही हो। र आज म भाइको च्यानलमा गएर तिम्रो लागि भन्ने कुन हो, ऱ्याप म्युजिक भनेपछि म्युजिक हो कि अब ऱ्याप हो आई डोन्ट नो होइन। अब गएर आज भाइको च्यानलमा रियाक्ट गरौँ त हामी गाइस, लेट्स गो। ल लाइक गरौँ भाइको च्यानललाई होइन, पछि सब्सक्राइब सुरुमा गाना सुनौँ अनि सब्सक्राइब गरौँ है त गाइस, अनि कमेन्ट पनि गरौँ। तिम्रो लागि राम्रो छ त हौ। लामो जिन्दगी म काट्नै सक्दिन, दुखी म छैन तर हाँस्नै सक्दिन। तिमीलाई लाग्छ केमा खुसी तिमी बिना, खासमा तिमी बिना म चाहिँ हेर बाँच्नै सक्दिन। थाहा छ तिमीलाई हारिसके म आफूसँगै तिमी माझी पर्यो। अगाडिको लाइन चाहिँ अलिक क्लियर बुझेन कि हो, मैले नबुझेको हो कि आई डोन्ट नो होइन, तर यो लाइनदेखि चाहिँ मैले बुझेँ हल्का चाहिँ है गाइस। त्यो खोलाको म माछा परे अर्कै जालसँगै। ल तिमीलाई थाहा छ तिमी अझै पनि मेरो साथ छ, तर टाढा गए जस्तो किन लाग्छ, मेरो मनले तिमीलाई किन लाग्छ। अँध्यारो जिन्दगी यो काट्नै सक्दिन, दुखी म छैन तर हाँस्नै सक्दिन। तिमीलाई थाहा छ केमा खुसी तिमी बिना, तर खासमा तिमी बिना म त बाँच्नै सक्दिन। खै समयले खेल्न थाले कस्तो खेल, बिस्तारै कुद्न थाल्यो जिन्दगीको रथ। हिँडिरहेको थिएँ बाटो पछि त्यो सडक, जिन्दगीको बाटो कहाँ हुन्थ्यो र सहज। बा खतरा लेखेछौ यार भाइ, तिमीले पनि यार राम्रो लेखेको रहेछौ। अलिकति मैले हल्का भन्दाखेरि चाहिँ हल्का तिम्रो म्युजिक र बिट हल्का 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 म्याच गरिरहेको छैन, तर लिरिक्स चाहिँ राम्रो छ। लिरिक्स चाहिँ मलाई राम्रो लाग्यो भाइ होइन, तर म्युजिक र बिटमा अलिकति मलाई के लाग्दैछ, बिट धेरै भयो जस्तो लाग्दैछ क्या। म्युजिकमा बिट अलिकति बेसी भयो क्या भाइ, बिट हल्का कम गरेको भए चाहिँ अझै बवाल सुनिन्थ्यो होला होइन। तर ठिक छ, यतिको लेभलमा हानेको छौ राम्रो हो भाइ। अहिलेको टाइममा यतिको लेभलमा हान्नु पनि राम्रो हो, एक किसिमको धेरै राम्रो हानेछौ, मलाई चाहिँ राम्रो लाग्यो है भाइ। धेरै पत्र लेखे तिम्रो लागि तर लेखे कति खत, यो तिम्रो मायाले होइन मलाई, बिस्तारै तिम्रो मलाई लागेको थियो ल ठिक छ तिम्रो यादसँगै जिन्दगी यो चिल्छ। तिम्रो फोटो हेरिदिनु मेरो बित्छ, राति भएपछि लेख्ने गर्छु गीत म तिम्रो लागि। तिमीसँगै कटाउनु म त जीवन आदि, तर पुरै त हुँदैन होला, फेरि जानुपर्ने हुन्छ म त माथि। जिन्दगी अँध्यारो म काट्नै सक्दिन, जिन्दगी अँध्यारो म बाँच्नै सक्दिन, के अरे मैले बुझ्छु। तर पुरै त हुँदैन होला, फेरि जानुपर्ने हुन्छ म त माथि। जिन्दगी अँध्यारो म काट्नै सक्दिन, खुसी म छैन तर हाँस्नै सक्दिन। तिमीलाई लाग्छ केमा खुसी तिमी बिना, खासमा तिमी बिना म त बाँच्नै सक्दिन। जिन्दगी अँध्यारो म काट्नै सक्दिन, खुसी म छैन तर हाँस्नै सक्दिन। तिमीलाई लाग्छ केमा खुसी तिमी बिना, तिमी बिना म त हेर बाँच्नै सक्दिन। वाउ 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 वाउ, खतरा दामी लाग्यो भाइ, जोस् बवाल लाग्यो होइन। यतिको लेभलमा हाने रहेछौ, खतरा हो होइन। जोस् स्टार्टिङकै टाइममा तिमीले जोस् राम्रो हानेको रहेछौ यो ऱ्याप, मलाई चाहिँ पर्सनल्ली एकदम राम्रो लाग्यो होइन। र हल्का तिमीले मैले भने नि त अघि, जुन बिट र जुन म्युजिक छ त्यसमा के भइरहेछ भन्दा भाइ, तिमीले बिट र म्युजिकलाई सँगै मिक्स गरेर गऱ्यो भने मतलब
मतलब 50% बिट छ भने 50% तिम्रो भोकल जुन छ नि आवाज त्यो मिलायो भने तिम्रो भिडियो अझै बेटर हुन्छ भाइ। जुन यो भन्दा पनि अझै राम्रो हुन्छ। यो पनि नराम्रो छैन, यो पनि वान अफ द बेस्ट भिडियो छ। तर पनि मैले भन्न खोजेको गुडलाई अझै बेटर बनाउनु लाग्नु छ भने अलिकति चाहिँ इम्प्रुभ त गर्नै पर्छ होइन। तर राम्रो लाग्यो भाइ, मलाई पर्सनल्ली चाहिँ खतरा लाग्यो होइन। त्यही हो, हल्का बिट बेसी भयो जस्तो पनि मलाई हल्का लाग्यो। तर ठिक छ, अहिलेको टाइममा यतिको लेभलमा हान्नु भनेको तिमीले पनि धेरै राम्रो हानेको हो र ठिकै हो होइन। ल भाइ, तिमीले धेरै राम्रो हानेको रहेछ, मलाई राम्रो लाग्यो तिम्रो म्युजिक भिडियो। ल त गाइज, ल थ्याङ्क यू फर वाचिङ दिस भिडियो। कस्तो लाग्यो तपाईँहरूलाई मेरो रियाक्सन? राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला र हामी फेरि अर्को रियाक्सनमा भेट्नेछौँ। अहिलेलाई चाहिँ जय नेपाल।